साहित्य परिषद भुटान अन्तर्गत रेडियो सृजनाको अर्को प्रस्तुति, जहाँ वास्तविकताको परिधिभित्र रहेर लेखिएका हृदय स्पर्शी कथाहरूको वाचन कार्यक्रम अलिखित शब्दहरू। आज पनि कार्यक्रम उत्पादक तथा प्रस्तोता म शान्त सरोवर प्रस्तुत भएको छु। स्वीकार्नुहोस् साहित्यिक अभिवादन। आजको यस प्रस्तुतिमा कथाकार भक्त घिमिरेको कथा फुलमती भाग 1 वाचन गर्दैछु। कार्यक्रममा स्वागत गर्दै सुरुमा महेश थुलुङको यो सुमधुर आवाज समर्पण गर्दछु। नदी पालुवा बगरमा सालाला बाछा सुनकोसी नदी पालुवा बगरमा बाँचुन्जेलसम्म हाँस खेलै गरौँ मरे त खोला जङ्गलमा। जिन्दगीको भरोसा के छ र, जिन्दगीको भरोसा के छ र, दुई दिन मायालाई दिउ न के छ र, दुई दिन मायालाई दिउ न के छ र, दुई दिन मायालाई दिउ न के छ र। जनको त्यो एक्लो बारा छोइदिने कोही छैन। उकाली जनको त्यो एक्लो बारा छोइदिने कोही छैन। मै मारी गए बिरानो देशमा रोइदिने कोही छैन। बनिदेऊ न सहारा, बनिदेऊ न तिमी नै सहारा, दुई दिन मायालाई दिउ न के छ र, दुई दिन मायालाई दिउ न के छ र, दुई दिन मायालाई दिउ न के छ र। आकाशैमा चिल्हो कि बेसारा, आकाशैमा चिल्हो कि बेसारा, दुई दिन मायालाई दिउ न के छ र, दुई दिन मायालाई दिउ न के छ र, दुई दिन मायालाई दिउ न के छ र।
ग्राउन्ड स्ट्रिटको भाडा घरमा बरन्डामाथि बसेकी फुलमतीले अमेरिकन फिल्टर जडित न्युपोर्ट चुरोटको धुवाँ तानेर बुङ्गा फाली। नागबेली हुँदै धुवाँ आकाश ताकेर उड्यो। एउटा चुरोट सकियो। फिल्टरको ठुटो कच्याकुचुक्क पारेर गार्बेज क्यानमा हाली फुलमतीले। तर चुरोटको तलतल मेटिएन। फेरि अर्को सल्काई। रात्रिको कक्षा सकेर घर फिरेको सुरेशलाई बरन्डामै सोधी उसले, हामी बसेको सहर कहाँ पर्छ रे बाबु? भित्र पस्न नपाउँदै उत्तर दियो सुरेशले, न्युयोर्कको बफेलो सहर। सुरेश र सुशीला आफ्नो गृह कार्य सकेर खाना खाइवरी सुतिसके। फुलमती भने सोचमग्न आफ्नै संसारमा। घरै अगाडिको ब्याप्टिस्ट चर्चमा ट्वाङ्ग घन्टी बज्यो। रातको 12 बजिसकेछ। चर्चतिर हेरेर मनमनै फुलमतीले ईसा मसीहलाई श्रद्धासुमन चढाई। आखिर ईश्वरमा आस्था राख्ने भएपछि जुनसुकै नाममा भए पनि ईश्वर त ईश्वर नै हुन्। फुलमतीले मनमनै सोची। फेरि सोची उसले, तर ईश्वर एउटै भए धर्म किन अलग अलग? मान्छेको जात र धर्मबीच के सम्बन्ध छ? कसैले आफ्नो धर्मबारे सोधिहाले ऊ भन्न त आफूलाई हिन्दू नै भनिदिन्छे। तर कसैले लगाइदिएको छाप बाहेक फुलमती हिन्दू पनि होइन। ऊ न त बौद्ध नै हो न त इसाई नै। ऊ त मान्छे हो, केवल मान्छे। सांसारिक पाप कटाउने बाइबलको क्रुसेड, शैतानको नाश गर्दै इस्लामको रक्षा गर्ने कुरानको हिजाद, धर्म र धर्मात्माहरूको रक्षा गर्ने गीताको धर्मयुद्ध, सम्पूर्ण आर्य सत्यहरू ग्रहण गरी जीवनलाई चरितार्थ, त्रिपिटक र धम्मपदका अष्टगुणहरू, बुद्धत्वको बाटो भत्काइदिने असत्य, कलुषित विष बोकेका ज्ञान वा अज्ञानहरू इत्यादिको फुलमतीलाई केही जानकारी छैन। मनज्ञानले त ऊ साँच्चै केही नै होइन मान्छे बाहेक। र धर्मको नाममा, जातको नाममा ऊ टुक्रिन चुहन पनि चाहन्न मान्छेहरूको विशाल सागरबाट। तर मान्छेहरू नै उसलाई धकेलेर बाहिर हुत्याउँछन्, पोखिदिन्छन्। आखिर किन? मान्छेकै बीच पनि कुनै भेद हुन्छ भने ऊ चाहिँ एउटा गरिब, चारैतिरबाट ठगिएकी, आफ्नैहरूबाट धुत्कारिएकी तिरस्कृत नारी हो। गरिबीको नाममा, लैङ्गिक पृथकता, जाति, भाषा र रगतको नाममा, अझ आफ्नै गर्भभित्र पनि छुवाछुत प्रथामा कथित तल्लो जातिको भइदिएकोले ऊ अरूभन्दा बेग्लै हुनु पर्यो। उसलाई के थाहा गीताले के भन्छ, अनुस्मृतिले के भन्छ, वेद, रुद्री र उपनिषेदमा के लेखिएको छ? उसलाई के थाहा? तथापि ऊ आफूलाई बाजेले सिकाएको हिन्दू नै भन्छे। ठिकै छ, सामाजिक तहबाट हिन्दूकै जातिभित्र छे। तर मान्छेले के गर्दा हिन्दू हुन्छ? हिन्दू हुनलाई खास गरी के गर्नुपर्छ? उसलाई थाहा छैन। केवल हिन्दू भनिदिनु बाहेक कसैले उसलाई सिकाएन र सिकाउन खाँचो पनि ठानेन। फुलमती कल्पनालोकमै छँदा नजिकैको एउटा चर्चको माली आएर उसलाई झट्ट प्रभु येशूलाई ग्रहण गर्ने आग्रह गर्यो। फुलमतीको मनमा कुरोले कोल्टे फेर्न कति समय लागेन। क्रिस्चियन बन्नु र प्रचार गर्नु अपराध हो। हिन्दू र बौद्धिस्ट मात्र हाम्रो देशको धर्म हो। प्रचारबाजी गर्यो भने राजद्रोहको अपराधमा बराबर सजाय हुनेछ। देश निकाला पनि हुन सक्छ। फुलमतीले यस्ता कुरा नबुझे पनि सुनेकी थिए विगतमा। भनौँ आफ्नै देशभित्र जिजसमाथि विश्वास गरेको र अरूलाई सो कुरा सुनाएको अभियोगमा पुलिसले आज भालु जोडे कान्छालाई समात्यो रे। अब चेमगाङ जेल लान्छ रे। पिटर गुरुङ र टाँसे फुन्चोलाई त देशबाटै निकाल्यो रे। यो सुनिसकेपछि उसले मनमा नै फेरि भनेकी थिए, हामी त हिन्दू हौँ। फेरि उसको मनमा कुरोले अर्को कुल्टे फेर्यो। के स्वार्थको निम्ति त्यो माली मलाई यस्तो आग्रह गर्न आयो? फुलमतीले मनमा नै यसै भनी क्यारे, हो नि, सबै मान्छेहरू स्वार्थी हुन्छन्। स्वार्थ बिना सांसारिक जीवनको गति अघि बढ्दैन। तर बुद्धिमानहरू ठुलो स्वार्थका लागि साना स्वार्थहरू त्यागिदिन्छन् अनि अबुद्धिमानीहरू चाहिँ साना स्वार्थका निम्ति ठुला स्वार्थहरू त्याग्छन्। यी कुरा केलाउने अक्कल त छैन फुलमतीमा। तर पनि ऊ यति कुरा अवश्य सोच्न सक्छे। धर्म र विश्वास भनेको नाम, तस्बिर र प्रचार होइन, गुण र असल व्यवहारिकता हो। ऊ पनि त रङ्गभेद विरोधी मार्टिन लुथर किङको भूमिमा आइपुगेकी छ। गोरा र कालाबीच समानताका निम्ति गान्धीको आदर्शमा रहेर आन्दोलन गर्ने किङ त आज रहेनन्। तर उसको आदर्श सधैँ कायम छ अमेरिकामा। गान्धी कट्टर हिन्दू थिए, किङ कट्टर इसाई। तर दुवैजनामा हिंस्रकता थिएन। मानवताप्रति अगाध प्रेम थियो उनीहरूमा। फुलमतीले इतिहास त पढेकी छैन गान्धी र किङहरूको। यद्यपि ऊ जीवित भुक्तभोगी हो सामाजिक विचलनको। त्यसैले सोध्छे, आखिर हिन्दू भनेको के हो? छिमेकी बर्मेली बाले रामायण र महाभारतका श्लोक पढेर सुनाएका बाहेक धर्मका कुरा फुलमतीले सुनेकी पनि छैन। महाभारतको कथा हाल्दै बा बीचमा भन्थे, कृष्णको बाललीला कति उत्तम छ। बालबालिका र भगवान एउटै हुन्छन् है। त्यसैले बालबालिकाको गल्तीमा नराम्रो मान्नु हुँदैन, उनीहरूलाई भगवान सम्झनुपर्छ। फुलमतीको स्मृति पटलमा कुरा खेल्न छोडेन। ऊ सोच्दै गई, आखिर त्यसो हो भने मेरो छोरो सुरेशले उनकै नाता नातिनीसँग खेल्दै एक दिन घरभित्र पस्दा बर्मेली बाले किन गाउँभरिका मान्छे डाकेर मेरो बेइज्जत गरे? सबै मिलेर मलाई बर्मेलीको घर शुद्धशुद्धि गर्नुपर्छ भनी किन जरिमाना तिराए? भगवान घरभित्र पस्दा यसै गर्नुपर्छ? के हिन्दू हुनुको महत्त्व यही हो? धर्म भनेको पनि यही हो? मेरो सुरेश त त्यति बेला कथाका कृष्णले दही चोर्ने बालाकै थियो। बालबालिकाको गल्ती माफ गर्ने बर्मेली बालाई शास्त्रको वचन खारेज गर्न कसले बाध्य बनायो? टिकेर फुलमतीको उठिवास गराइदिन्छु, यिनका सन्तानलाई गाउँबाटै हटाइदिन्छु भनेर धम्की दिन उनलाई कसले सिकायो?
यी कुरा सम्झेर अघिसम्म अगाध प्रेमपूर्ण स्नेहमयी बनिरहेको विगतलाई फुलमती फेरि धिक्कार्छे। त्यस्तो विगत भविष्यले फेरि कहिल्यै नदेखोस्। मनमनै दया भावको कामना गर्छे र ढल्कन्छे फुलमती कोठामा पसेर खाटमाथि। सुतेर पनि निद्रा देवीको साथ पाइन फुलमतीले। उसको दिमाग बोलिरह्यो एक्लै। बिरानो यो मन्दिरमा, बिरानो यो मन्दिरमा कुनै दियो बल्दैन। मेरो सानो तिमी, मेरो सानो तिमी, मैले छोएको पानी चल्दैन, मैले छोएको चल्दैन। सम्पूर्ण लेखक वर्गमा विशेष जानकारी। बुटनिसलिटरेचर.com ले आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा यही मे 7 तारिक तदनुसार वैशाख 25 गते सोमबार एउटा विशेष अङ्क प्रकाशित गर्दैछ। उक्त अवसरमा सम्पूर्ण लेखक साहित्यकारहरूलाई आफ्ना लेख रचनाहरू 15 अप्रिल अर्थात् वैशाख 3 गते भित्र हामीसम्म आइपुग्ने गरी सम्प्रेषण गरिदिनु हुन भनी विनम्र अनुरोध गर्दछौँ। हाम्रो इमेल ठेगाना हो editor.bilit@yahoo.com editor.bilit@yahoo.com। ठेगाना फेरि एकपटक editor.bilit@yahoo.com मन्दिरको जल होइन मेरो सानो तिमी, मेरो सानो तिमी, मैले छोएको पानी चल्दैन, मैले छोएको पानी चल्दैन। माया नभएको होइन, माया त टाढा छ, तर के गर्नु, समाज मात्र होइन मबाट, भगवान पनि टाढा छ। सधैँ म रमेको हुन्छु आफ्नै छायाको साथमा, सधैँ म रमेको हुन्छु आफ्नै छायाको साथमा। बुझ्नै सकिन मैले, बुझ्नै सकिन मैले, उनी के राख्या छ जातमा, उनी के राख्या छ जातमा। दक्षिणको घाम हो म, दक्षिणको घाम हो म, पश्चिममा ढल्दैन। मेरो सानो तिमी, मेरो सानो तिमी, मैले छोएको पानी चल्दैन, मैले छोएको पानी चल्दैन। गाउँमा 8-5 चलाइदिने तिनै बर्मिली बा हुन्। सबैको गर्जो टार्छन्।
फुलमतीको परिवारलाई पनि बर्मेली बाले काखी च्यापेकै हुन्। मनकारी छन् बर्मेली बा। गाउँलेहरूको छेउ जरिमाना तिराएर पछि फुलमती र टिकारामले तिरेको रकम फेरि सुटुक्क फर्काएका थिए बर्मेली बाले। अन्यायको विरोधी छन् त बर्मेली बा, तर खुलेर केही बोल्न सक्दैनन्। किन यिनलाई बर्मेली भनियो? को हुन् त यी बर्मेली बा आखिर? खै बर्मेली बाहरूको कुन पुस्तामा हो कुन्नी? सन् 1865कै हाराहारीतिर ब्रिटिस भारत र भुटानका तत्कालीन शासकहरूबीच माटोको लेनदेन, सीमाको विवादमा भीषण युद्ध चल्यो रे। युद्धमा हारेपछि भुटान पक्षले एउटा सम्झौतामा हस्ताक्षर गर्नु पर्यो, जसको परिणाम दक्षिण सीमाका केही महत्त्वपूर्ण ठाउँहरू ब्रिटिस भारतले मुआब्जामा दाखिल गर्यो। मुआब्जामा दाखिल भएको सोही जग्गामा रहेका भुटानीहरू माटोसँगै भारतीय रैती बने। आजसम्म डुवर्सको नामबाट चिनिने ती भारतीय इलाकामा 3 ताका कमै जनसङ्ख्या थियो रे। भुटानले गोरा फिरङ्गीहरू मार्फत भारतलाई माटोसँगै जिम्मा लाएका नागरिक र राँचीबाट ल्याइएका केही आदिवासी जनजाति बाहेक त्यहाँ कोही थिएनन् रे। कम जनसङ्ख्या भएको त्यस क्षेत्रमा भर्खरै भारतीय रैती बनेको भुटानको सीमा रक्षामा तैनात एउटा समूहका एकजनालाई गाउँको प्रधान मुखिया बनाइयो रे। ती मुखियालाई पछिसम्म धर्मदत्त बाजे भनेर चिन्ने गरेको गाउँलेहरूले पछिल्लो पुस्तासम्म कुरा गरिरहन्थ्यो। क्रमैले धर्मदत्त बाजेको केही पुस्ता पछाडि विश्वयुद्धहरू भए। सँगै जसो भारतीय स्वाधीन आन्दोलन पनि सुरु भयो। सन् 1900को दोस्रो दशकतिर भारतीय स्वाधीन सङ्ग्राम सुरु हुँदा सरदार वल्लभभाई पटेल र मोहनदास करमचन्द गान्धीसित पनि तिनै धर्मदत्तका छोरा रामनन्द बाजेको भेट भएको कुरा बेला बेला चर्चा हुने गरेको थियो गाउँमा। गान्धीलाई गोरा साहबहरूले हाल पश्चिम बङ्गाल राज्यको उत्तरी सीमामा बुक्सद्वारको कैदखानामा थुनेर राख्दा रामनन्द बाजेले लुकी लुकी कैदखाना पछाडिको जङ्गलबाट खानेकुरा छिराइदिएको कुरा पनि किम्बदन्ती सुनिन्थ्यो गाउँमा। सिलसिलेवार समय बित्न कति बेर लागेन। भारतको स्वाधीन आन्दोलनले केही मन्द गति केही बुलन्द गति हुँदै 2वटा विश्वयुद्ध पार गरिसक्नै लागेको थियो। प्रथम विश्वयुद्धले मुर्जाएको विश्व फेरि दोस्रो विश्वयुद्धका लागि नौजवान बलवान भएर उठ्यो। दोस्रो विश्वयुद्ध सुरु हुँदा तका भारतको स्वतन्त्रताका लागि थालिएको आन्दोलन 2 घरमा केन्द्रित भइसकेको थियो। एउटा सुभाष चन्द्र बोसको सशस्त्र फौज र अर्को गान्धीको शान्तिपूर्ण असंलग्न खद्दर र खर्चको आन्दोलन, नुनको आन्दोलन। नेताजीहरूसँग रामनन्द बाजेको संगतकै कारण उनका 2 भाइ छोरा मध्ये जेठा बृहस्पतिले बोसको आजाद हिन्द फौजमा आफूलाई दर्ता गराइसकेछन्। हिन्द फौजमा जवानहरूको सुरक्षा खतरा आएपछि सुरक्षित जग्गा खोज्दै उनीहरूको दल बर्मा बसेको थियो रे। जापानसित गोप्य मित्रता गरेर गोराहरू विरुद्ध सहायता बटुल्ने शर्तमा बोसले जापानको कब्जामा रहेको बेलायती गोर्खा फौजका केही जवानहरूलाई छुट्याएर उतै आफ्नै फौजमा भर्ती गरेका थिए। तीमध्ये त्यसताक आजाद फौजका उपकप्तान लालबहादुर थापा मगरकी छोरीसित बृहस्पतिको विवाह भयो। छेत्रीको छोरो भएर मगरकी छोरी। धेरैले यस्ता प्रश्न राखेकै हुन् बृहस्पतिलाई, तर उनले सैनिकको कुनै जात थर नहुने बताएर जिल्ला पारिदिन्थे सबैलाई। भाषा, संस्कृति, राष्ट्रिय स्वाधीनता बाहेक समाजमा जातपात, लिङ्ग, वर्ण वा अन्य अन्तर्विरोधहरू राख्नु नहुने बृहस्पतिको आग्रह हुन्थ्यो सधैँ। दोस्रो विश्वयुद्धकै क्रममा जापानको मतियार भएको आरोपमा बर्मामाथि पश्चिमी देशहरूले आक्रमण गरे। चढाइ गर्दै बर्माको इरावादी नदीसम्म आइपुगेको जापानी फौजलाई फिर्ता हुनु बाध्य गराइयो। बेलायती र अमेरिकी हवाईसेनाको टुकडीले बर्मामाथि ठूलो बम वर्षा गर्यो रे। त्यस आक्रमणपछि भारतीय स्वाधीनता संग्रामका नायक सुभाष चन्द्र बोस बेपत्ता भयो रे। केही आफ्नो जयजेथा गुमाई बर्माबाट फर्केर भारत आए। केहीलाई ब्रिटिस सेनाले फेरि कैद गर्यो। भारत फर्केर ब्रिटिसको कब्जामा पर्ने ती मध्येका दुर्गा मल्ललाई गोरा साहेबहरूले दिल्लीमा फाँसी सजाय पनि दिए रे। तर एउटी छोरी र एउटा छोरा लिएर बृहस्पतिको परिवार भने सुटुक्क डुवर्सको उत्तरी सीमा पाना भन्ने ठाउँमा आफ्नै पुर्खाको जग्गामा आएर बस्यो रे। त्यस बेलासम्म भारतले स्वाधीनता प्राप्त गर्ने लगभग निश्चित नै भइसकेको थियो। यद्यपि बृहस्पतिको परिवार त्यहाँ स्वाधीन भारतको नागरिक भएर शान्तिले धेरै रहन सकेन। फेरि पनि भुटान र भारत बीच सीमा समस्या सुरु भयो। भारतले भुटानसित सीमा स्तम्भ खडा गर्ने शर्त राख्यो र जग्गाको छाटकाट गर्ने सो क्रममा बृहस्पतिको परिवार माटोसँगै फेरि भुटानी बन्न पुग्यो। त्यसपछि बृहस्पतिको परिवार बर्मेली उपनामले चिनिन्थ्यो। निकै वृद्ध भएको बृहस्पतिलाई सबैले बर्मेली बा भन्थे। यी सबै प्रसङ्ग बर्मेली बाका सम्बन्धमा गाउँघरमा चलेका कुरा हुन्। त्यसो भए वर्षौं पहिले विदेश घुमेका, सेनामा खटेका, अन्तर्जातीय विवाह गरी त्यसैको वकालत गर्ने बृहस्पतिलाई त्यति बेला चाहिँ के नपुगेर जातपातको अन्धविश्वासले छोइदियो? कुरा चेतनाको हो। सुभाष चन्द्र बोसले राष्ट्रियतामा अभिप्रेरित गर्ने उनैको उपदेशहरू दिन्थे। सङ्घर्षमा होमिने, एकाग्र चित्त बनाउन, सेनाबीच आपसी मित्रता कायम गर्न, जातपात नमान्न उत्प्रेरित गर्थे। बोसका कुरा बृहस्पतिका निम्ति घोकन्ती विद्या मात्र भयो। घोक्न छोडे सिद्धियो। बिचरा बृहस्पति उहिलेको जमानाको मान्छे। नेताजी बोस बेपत्ता भएपछि
उनको खोजीमा जोखाना हेर्न ज्योतिष वैद्यले तल्लो जातसित हेलमेल गरेको कारण अगति परेर मर्यो भनिदिएर उनको दिमागमा एक झड्का हालिदिएका थिए। उनी त पढे लेखेका थिएनन्। त्यसमाथि गाउँकै कुनै एक पढे लेखेको वरपरको इतिहास र घटनाबारे चासो राख्ने मान्छेले तिमी पनि बोसकै मान्छे हो, उसैको चलन चलाउँछौ यो गाउँमा भन्ने भोलि नै हल्ला चलाइदिउँला, गाउँबाट भाग्नु पर्ला, पुलिस लगाएर पक्राइदिउँला भनेर धम्की दिए। यो कुरा प्रचारमा आयो भने दिल्लीको लाल किल्लामा अघोषित शहीद हुने निश्चित थियो। अझ दिल्ली त परको कुरो, सुभाष चन्द्र बोसको सेनामा काम गरेर आएको भन्ने थिम्पूमै खबर पुग्यो भने पनि स्वाहा हुने खतरा थियो। ज्यान धानको खतराबाट जोगिन पनि उनले नराम्रो काम गर्नु पर्यो। निश्चय नै आंशिक परम्परागत अन्धविश्वास त रहेको नै थियो उनको दिमागमा पनि। त्यसमाथि गाउँमा रहनकै लागि भए पनि उनले तल्लो जाति छोइचिटो मान्नै पर्ने समय गतिवान बनेर दौडिरहेको थियो। बाहिर देखावटी जसो गरे नि भित्र परिवर्तनको उग्र चेतना बर्मेलीबा भित्र थियो नै। त्यसैले भित्रै महासुर छेत्रीसँग सम्पर्कमा थिए रे बर्मेलीबा। उनको छोरो बम बहादुर छेत्री विद्रोही स्वभावको, फेरि सानोमा केही समय देहरादुनको सैनिक स्कुलमा पढेर आएको। भुटानमा आएपछि पहिले नागरिकताको अनिश्चितताले र पछि उमेरको कारणले पढ्न नपाउने भयो। ऊ पनि महासुरकै सुरमा ताल मिलाउन थाल्यो। महासुर छेत्रीले स्टेट कांग्रेस नामको संगठन खोलेर भुटानमा गतिविधि चलाउन एउटा सैन्य दल खडा गर्ने र त्यसको नेतृत्व दिने वचन दिएका थिए रे बमबहादुरलाई। महासुरको हत्यापछि बमबहादुरलाई पनि ज्यानको खतरा भएकोले ऊ सीमा निकट आसाममा घरजम गरी बस्यो। तर बृहस्पति उफ र बर्मेलीबा छोरीको घरमा रहे। उनले भुटान छाडेनन्। पछि थिम्पूबाट सूचना जारी भयो। सन् 1958 को जमिन कर तिरेको प्रमाण देखाउने र भुटानभित्रै जन्म भएको प्रमाणित गर्न सक्ने मात्र असल भुटानी हुनेछन् भने जस्तै गरी सरकारले गरेको जनगणना अभियानमा बर्मेलीबाहरूलाई सन् 1958 मा भुटानमा नभएको र जन्मदर्ता पनि देखाउन नसकेकोले 7औं वर्गमा पारियो। तत्काल देश छोड्ने हुकुम सुनाइयो। बर्मेलीबा आजाद हिन्द फौजको अन्त्यकाल भोगेका, काली लाग्दो युद्धको परिणति भएका, देश त्याग्नुभन्दा ज्यान त्याग्नतिर लागेछन्। बर्मेलीबाले आत्महत्या गरे रे। एका बिहानै टोलभरि हल्ला फैलियो। खबर सुनेर बाबुको सद्गतमा पुगेका बमबहादुरलाई खोलामा मलामी बीचबाटै सेनाले टिपेर लग्यो। महासुर छेत्रीसित मिलेर देशद्रोह गरेको अभियोग थियो उसमाथि। रबुना भन्ने माटोमुनि बनाइएको सैन्य कैद खानामा राखेको छ बमबहादुरलाई भन्दै सुन्ने जान्नेहरू पछिसम्म। त्यसपछि बिस्तारै उसको चर्चा हरायो। बर्मेली बजै दिमागको क्यान्सरले मरिन्। उनीहरूकी छोरी ललिताले पनि सैनिकद्वारा बलात्कृत भएर आत्महत्या नै गरिन्। ललिताका लोग्ने र छोराहरू चाहिँ अझै पनि देशभित्रै भूमिगत रूपमा रहेर बृहत आन्दोलनको तयारी गर्दैछन् रे। बर्मेलीबाका उत्तराधिकारी बनेर उनीहरू अब इतिहासको कुन घडीमा फड्को मार्ने हुन् हेर्नलाई पर्खिनु पर्ने भएको छ। तिनै बर्मेलीबा आज फुलमतीको स्मृति पटलमा घुमिरहे अबेरसम्म। बिहान सुरेशले आफू स्कुल जान ढिलो भएको भन्दै उठ्न भनेपछि मात्र फुलमतीले बिस्तारै आफ्नो कोठाको ढोका खोली सुशीला र सुरेशलाई खाजा पकाइदिएर स्कुल बिदा गरेपछि फेरि कुरा खेल्न थालिहाले उसको मस्तिष्कमा। किन चाहिँ आफूले घृणा गरेको, आफू हेपिएको विगत फुलमतीलाई यति प्यारो लाग्छ? विगतलाई सम्झँदै माया गर्नु रहस्यमय विषय बने ऊ स्वयंका लागि। अस्ति त ऊ पनि कहाँ कम थियो र। खेतीबारी प्रशस्त थियो, गोठमा गाई बाख्रा, छोराछोरी सानै भए नि लोग्ने टिकारामले खेतीबालीको काम सकेर गाउँभरिका मान्छेलाई पुर्याउने जुत्ता सिलाउँथ्यो। डिजाइन पनि खुबै जान्ने, हातमा सिप भएको टिकाराम मिजार। फुलमती आफू भन्ने छोराछोरी गाईबस्तु जिम्मा लिन्थी। तर एक दिन लुट्यो, सबै लुट्यो। सरकार भन्ने मान्छेको टोलीले सबै लुट्यो सम्पत्ति। सरकारले जय जेथा लुट्यो, समाजले उसका सारा इमान र मान्छे हुनुको अर्थ लुट्यो। अनि पुस्तौंदेखि फुलमती र बर्मेली बाहरूले देउताको थान मानेको शाही दरबारले लुट्यो उनीहरूको देश पनि। निर्वाचनमा आएको केही वर्षभित्रै टिकारामले छोराछोरी र भविष्य फुलमतीलाई जिम्मा लाएर एक्लै बाटो लाग्यो अन्त्यकालको घरतिर। कसैले भन्थे टिकाराम देश छोड्नुको पीडाले धेरै समयदेखि अर्धचेत थियो। रक्सी पिउने, एक्लै डुल्ने, एक्लै बोल्ने उसको लगभग पहिचान नै बनेको थियो। निर्वाचनको अस्थायी वासस्थल शिविर, प्रचण्ड गर्मी, काली लाग्दो अभाव, लोग्नेसितको वियोग अनि देशबिन्तको मार। समाज पनि के भन्नु, आफू जस्तै मान्छेहरूको टोल, सबै एउटै पीडामा छटपटाएका, सबै एउटै व्यथा भोगिरहेका, एउटै भूत, एउटै वर्तमान र भविष्य बोकेका, समान हैसियत, आखिर एउटै पञ्चोत्तको उत्पत्ति। तर किन हो कुन्नी, फुलमती अरूभन्दा बेग्लै छ। इच्छाले रहरले होइन, प्रायोजित रूपमा बेग्लै राखिएको छ, एक्लै पारिएको छ। दिमाग भारी भएकोले फुलमती एउटा चुरोट सल्काउँछे हल्का हुनलाई। उसलाई अमेरिकन फिल्टर भन्दा अस्ति शिविरमा हुँदा ताका नेपालको फिल्टर रहित बिजुली चुरोट नै प्यारो थियो। त्यो भन्दा पनि भुटानमा खोसेलोमा बेरेर सल्काउने सुर्तीको धुवा अझ प्यारो थियो। आखिर मान्छेलाई पुरानो कुरासँग यति गाढा निकटता किन रहन्छ? अंग्रेजीमा एउटा भनाइ छ, ओल्ड इज गोल्ड। तर सबै चिजमा ओल्ड इज गोल्ड लागू नहुन पनि सक्छ, हुँदैन नै। फुलमतीलाई यो अंग्रेजी कुरा थाहा हुने सवालै रहेन। यद्यपि बर्मेली बाका श्लोक र व्यवहार बीचको भिन्नता सम्झेर फुलमती बेसरी झस्के। कथाकार भक्त घिमिरेको कथा फुलमती भाग 1 यही सम्पन्न हुन्छ। अर्को श्रृङ्खलामा भाग 2 सुन्न सक्नुहुनेछ।
हवस् त श्रोता मित्र, आजको कार्यक्रमको समय सिद्धिनै लागेकोले कथा सुनिसकेपछि तपाईँले सुन्दै गर्नुभएको पृष्ठ मार्फत आफ्नो सल्लाह सुझाव प्रतिक्रिया र कृतिहरू पठाउन चाहिँ नभुल्नुहोला। रेडियो सृजनालाई माया गर्दै आफ्नो अमूल्य समयको बावजुद पनि रेडियो सृजनाको जिङ्गलमा मिठो सङ्गीत साथसाथै सुमधुर स्वर दिनुहुने डम्बर खापुङ सुब्बाज्यू र मिठो शब्द कोरिदिनुहुने प्रकाश घिमिरेज्यूलाई लाखौँ लाख धन्यवाद भन्दै म कार्यक्रम प्रस्तोता बिदा हुन चाहन्छु। फेरि भेटौँला। हवस् त, नमस्ते। जुनसुकै मोडमा भए पनि, जुनसुकै भिडमा भए पनि, आफ्नैपनको
रेडियो सृजना रेडियो सृजना यो हो रेडियो सृजना। साहित्य परिषद भुटान अन्तर्गत रेडियो सृजनाको अर्को प्रस्तुति, जहाँ वास्तविकताको परिधिभित्र रहेर लेखिएका हृदय स्पर्शी कथाहरूको वाचन कार्यक्रम अलिखित शब्दहरू। सन् 1972 दक्षिण भुटानको सर्वङ जिल्ला अन्तर्गत गेलेफुमा पिता परशुराम माता श्यामकुमारीको कोखबाट जन्मिएका उनीहरूको 5 मध्ये काइलो छोरो सन् 1990 को दशकमा सानै उमेरमा भए पनि नागरिक हक र स्वतन्त्रता तथा भाषा, साहित्य र संस्कृति प्रतिरक्षाका लडाईँमा सामेल हुनुभयो। सोही कथित अपराधमा हजारौं भुटानीहरूलाई घरबारबाट पाखा लगाइयो, देशविहीन बनाइयो। तिनै देशबाट उच्छेदितहरूमध्ये भक्त घिमिरेको परिवार पनि एक थियो। छिमेकी देशमा शरण लिएर 19 वर्षको शरणार्थी जीवन भोग्दा पनि घिमिरेको साहित्यप्रतिको योगदानमा कहिल्यै पनि पूर्णविराम लागेन। कहिले शरणार्थी शिविरमै शिक्षक बनेर त कहिल्यै सामाजिक कार्यकर्ता र पत्रकार समेत बनेर उहाँले भाषा र साहित्यको क्षेत्रमा योगदान गरि नै रहनुभयो। शरणार्थी जीवन सुरु भएपछि शीघ्र स्वदेश फिर्तीको सरकारमा गरिएका अधिकांश अभियानहरूमा समेत प्रत्यक्ष सामेल रहनुभएका घिमिरे सन् 1992 देखि सन् 1995 सम्म शरणार्थी जस्तो जीवनको कष्टकर घडीमा युवकहरूलाई भविष्यप्रति आशावादी हुने मनोबल प्रदान गर्दै शिक्षक पेसामा संलग्न रहनुभयो। सन् 1999 देखि सन् 2004 सम्म शरणार्थी इतिहासको पहिलो साप्ताहिक पत्रिका सन्देश साप्ताहिकको सम्पादन गरी देश र जनताले खोजेको प्रजातन्त्र तथा मानव अधिकारको बारेमा अहोरात्र कलमी आवाज उठाइरहनुभयो। देशभित्रको अस्थिरता र निरङ्कुशताका विरुद्ध साहित्यकार तथा पत्रकार घिमिरेले नेपाल र भारतका विभिन्न दैनिक पत्र पत्रिकामा महत्त्वपूर्ण लेख, विवेचना र आलेखहरू प्रकाशन गर्नुभएको छ। यसरी नै नेपाली भाषी भुटानीले खोजेको भाषिक तथा सांस्कृतिक अधिकारको बारेमा वकालत गर्दै पेशागत पत्रकारिता थालेका घिमिरेले नेपाल र भारतमा सन् 2004 देखि सन् 2008 सम्म लगातार काम गरेपछि साहित्यकार घिमिरे पत्रकारितामा अन्तर्राष्ट्रिय राजनीतिक र साहित्यिक विषयका अध्ययन गरिरहनु भएको छ। 2010 को अप्रेलमा नेपाल सरकार र शरणार्थी सरकारवाला संस्था UNHCR को पहल कदमीबाट अमेरिकाको बफेलो शहरमा 5 सदस्यीय परिवारका साथ घिमिरे पुनर्स्थापित हुनुभएको छ। घरदेश तथा परदेशमा पुनर्वास भएपछि भुटानी साहित्य कुना कुनामा छरिएका वर्तमान परिवेशमा त्यसलाई संरक्षण तथा संयुक्त गराउनका लागि लगभग 2 वर्षदेखि छलफल र परामर्श पश्चात जुन 11, 2011 मा उहाँलाई भुटान साहित्य परिषदको अध्यक्षमा चयन गरिएको छ। यस्तो गरिमामय पदमा पुर्याएर भविष्यको सुनिश्चितता कलमी लडाईँ सुम्पिएको छ भुटानी समाजले आज उहाँको काँधमा। आज बहुप्रतिभाका धनी भुटानी साहित्यिक इतिहासले खोजेको एउटा मान्छे भक्त घिमिरेद्वारा लिखित निकै नै चर्चित कथा फुलमती भाग 2 वाचन गर्दैछु। कार्यक्रममा स्वागत गर्दै सुरुमा यो सुमधुर साङ्गीतिक कोसेली समर्पण गर्दछु। हर रात सपनीमा ऐठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि, गाउँमा सायद पहिरो गयो कि, गाउँमा सायद पहिरो गयो कि। हर रात सपनीमा ऐठन छ, गाउँमा सायद पहिरो गयो कि, गाउँमा सायद पहिरो गयो कि, गाउँमा सायद पहिरो गयो कि।
घामलाई हेर्छु आमा र बाबा सम्झिरहन्छु हो डाँडा पारीको घामलाई हेर्छु आमा र बाबा सम्झिरहन्छु गाउँ छोड्दा बिझेका काँडा हो गाउँ छोड्दा बिझेका काँडा परदेशमा बसी झिकिरहन्छु दिन रात सहरमा झरी पर्छ गाउँमा सायद खेतै बग्यो कि गाउँमा सायद खेतै बग्यो कि गाउँमा सायद खेतै बग्यो कि हर रात उडिरहने चरीलाई हेर्छु घरको समाचार पर्खिरहन्छु हो उडिरहने चरीलाई हेर्छु घरको समाचार पर्खिरहन्छु लेक बेसी देउराली डाँडा लेक बेसी देउराली डाँडा परदेशमा सम्झी तडपिरहन्छु हर साँझ सहरमा हुरी चल्छ गाउँमा सायद छानै उड्यो कि गाउँमा सायद छानै उड्यो कि गाउँमा सायद छानै उड्यो कि हर रात सपनीमा ऐठन हुन्छ गाउँमा सायद पहिरो गयो कि गाउँमा सायद पहिरो गयो कि गाउँमा सायद पहिरो गयो कि ललिताको छोरो त थिम्पूको जेलमा छ भन्छन्। होइन, कसले भन्यो? ऊ त मरे भनेको सुन्या हो। गाउँघरमा मिलनका बारेमा यस्तै कुरा हुन्थ्यो। सेनाद्वारा बलात्कृत भएपछि आत्मग्लानीले पिरो लिएकी ललिताले आत्महत्या गरी। ललिताको छोरो मिलन सरकारी जनगणनामा 7 नम्बर भएपछि देश निकालामा पर्यो। केही समय भारतमा रहेर पुनः भुटान छिरेको मिलन कता पस्यो कसैलाई थाहा भएन। तर केही समय यता मिलन गाउँघरमा निस्कन थालेको छ। ऊ निकै गम्भीर खाले मान्छे।
आमा सहित सर्वस्व गुमाएको मिलन अब सबैका लागि बाँचेर राजनीतिक विद्रोह गर्ने अठोटमा नयाँ चेतना फैलाउँदै हिँडेको छ। आज कटुसे गाउँका मान्छेलाई नयाँ कुरा सिकाउन जाने सोचमा छ। मान्छेहरूका छेउ आज के कुरा गर्ने सोचको पूर्व तयारीमा ऊ घोरियो। आजभन्दा लगभग 3500,000 वर्ष अघि नै असतोमा सत गमय, तमसोमा ज्योतिर्गमय, मृत्युमा अमृत गमय भनेर निरन्तर उज्यालो भविष्यको खोजीमा निस्किएको मान्छे आजसम्म व्यवहारिक अन्धकारमै बाँचिरहेको छ। उसका आँखाहरूमा विभिन्न खाले पर्दाहरूले ढाकिएको छ। त्यसैले उज्यालोलाई अँध्यारो बुझ्छ ऊ, अँध्यारोलाई उज्यालो। समय र परिवेशसँगै मान्छेले सापेक्षता ग्रहण गर्न सक्नुपर्छ। मिलनका मावली तर्फका बाजे बर्मिली बा अझै बाँचेको भए कस्ता हुन्थे, के गर्थे कुन्ने। तर मिलन भने नयाँ सोचबाट लयस भइसकेको छ आजभोलि। उसका लागि राजनीतिक र आन्दोलन भनेको सत्ता र शासक फेर्ने अभियान मात्र होइन, अन्यायका सबै धरातालहरूको जग खुस्काउने साधन हो। तर थप अन्याय गर्ने राजनीति गरिँदैछ यति बेला सर्वत्र। अर्कालाई घृणा गर्ने धर्म, निरन्तर विखण्डनतर्फ समाजलाई डोर्याउने संस्कृतिको जगडता बोकेर समाज अघि बढिरहेकोमा खिन्न छ मिलन। मिलनको मस्तिष्क भावात्मक रफ्तारमा दौडिरह्यो। भावना र चेतनाको शरीर पुरानो भए नि मन मस्तिष्क तरुण बनाउनु पर्छ। सामाजिक नीति नियम र आचरणहरू पनि समय र परिस्थिति अनुकूलतामा फेरिनै पर्छ। संस्कार र परम्पराका आधारहरू समेतलाई न्यायोचित विश्लेषणको भट्टीमा खार्नुपर्छ। धर्म र न्याय एउटै तराजुका दुई पल्ला हुन्। धेरै कुरा चाहिएको छैन, केवल अर्को मान्छेलाई आफू जस्तै सोचे पुग्छ। सुख अनुभूतिसितै दुःख, दर्द र पीडाहरू बाँड्न सके, अरूको अस्तित्व स्वीकार गर्दै मानवीय स्पन्दनमा सहृदय बन्न सके, संसारमा सद्भावना फैलाउन बेर लाग्दैन। अस्तिका आस्था र विश्वासहरू परिवर्तित परिवेशमा फेरिन्छन् भने बाहिरी व्यवहार त नफिरिने कुरै आउँदैन। यद्यपि मानवीय वैचारिक धरातलमा कहिल्यै सम्मान हुन्न। जतिवटा बेग्लै अनुहारका मान्छे जन्मिए, संसारमा त्यतिकै वैचारिक वैभिन्नता पनि कायम रह्यो। त्यसैले एउटालाई एक थरी विचार आउँदा अर्कोलाई अर्को थरी विचार आयो। विचार चिज एउटै हो, तथापि कसैको विचार कबाट सुरु हो, कसैको ज्ञाबाट। भिन्नतामा एकता नै अस्तित्व रक्षाको एकमात्र नयाँ विकल्प हो। मिलन निष्कर्षमा पुग्यो र लाग्यो आफ्नो अन्तर्क्रिया हुने गन्तव्यतिर। नमस्ते, म किशोर शिवाकोटी। तपाईँ अहिले साहित्य परिषद भुटानको आवाजको दुनियाँ रेडियो सिर्जना सुन्दै हुनुहुन्छ। सुन्दै रहनुहोला। भन्दा अघि एकपटक तिमीलाई भेट्छु। बस्ती छोड्नु भन्दा अघि एकपटक तिमीलाई। एउटा 12 वर्षीय छोरो सुरेश र 10 वर्षीय छोरी सुशीला लिएर नेपालको शिविरबाट अमेरिका आएकी फुलमतीलाई यस्ता खाले सबै सवालसित केही सरोकार रहेन। तथापि उसको हृदयमा एउटै कुरा गाडिएको छ, पुरानो कथा, आफ्नै कथा हो कि व्यथा। जति नयाँ दिन सम्झेनी उसको दिल दिमागलाई पुरानोले छोपिदिन्छ। आज उच्च स्तरका ग्रीन हाउस ग्यालरीमा राखिएको अमेरिकी सरकारले फुड स्ट्याम्पमा उपलब्ध गराउने खाद्य सामग्रीको तुलनामा अस्ति नेपालमा संस्थाले दिएको अल्पाहार र गिटी कुटेर निबुत गरी ल्याएको बेसाहा उत्तम थियो उसका लागि। त्योभन्दा नि असल त स्वदेशमा भित्ता कोट्याएर नङ्ग्रा खियाएर उमारेको रुखो खान्की नै। सित्तैमा खाना र लाउन मात्र पनि होइन रहेछ जीवन भन्ने लागेको छ फुलमतीलाई यति बेला। साथी सङ्गी र मित्र मण्डलीमा दुःख सुखका भलाकुसारी साटासाट, मेला परमा खेताला गएको कुरा, सबैसँग हाँसखेल र रौस गरिएको कुरा आज कता बिलायो कता। तर त्यसको तृष्णा भने कायमै छ फुलमतीमा। बाहिरबाट अमेरिका छिरेका आगन्तुकहरूलाई सहसम्मेलनका निम्ति भाषा सिकाइँदो रहेछ। फुलमती पनि नजिकैको क्याथोलिक च्याटरीले चलाएको ESL कक्षामा पढ्न जान्छे। तर आजसम्म नसुनेको भाषा कति घोके पनि आउँदैन। ऊ हैरान छे। कहिलेकाहीँ त फुलमती भन्छे, नबुझ्नु केही होइन, मैले न त बोल्न नै जान्नु, लैजाऊ मलाई शिविरमै पुर्याइदेऊ, सके भुटान जान्छु, नसके नेपालमै मर्छु। तर फेरि सुरेश र सुशीलाको अनुहार हेर्छे र लामो सुस्केर सँगै शान्त बन्छे। आज फुलमतीको गतिविधिले हैरान छन् सुरेश र सुशीला पनि। आमाको निराशादेखि दिक्क छन् उनीहरू, तर खुसी छन् नयाँ देशको नयाँ रौनकतासित। नयाँ वातावरण, नयाँ सङ्गीतले उनीहरू नवजोसमा उत्साहित छन्, रसरङपूर्ण नयाँ ढङ्गले जीवन जिउनलाई। आज बिहानै नजिकैको ग्रोसरी स्टोरबाट सुशीलाले ल्याइदिएको चुरोटको बट्टा खोली फुलमतीले। एउटा सल्काइ पनि लामो सर्को तानेर बुङ्ग धुवा फाल्दै फेरि त्यही धुवामा उसको विगत। सिनेमाको रिल झैँ लहराउँदै बग्यो उसको विगत स्मृतिमा सरल। मनिदाएको छैन, कोर्टे फिर्दैछु। आओ यादहरू आओ, मनिदाएको छैन, कोर्टे फिर्दैछु। सुकेको दिलमा आगो
सुकेको दिलमा आगो लाएर जाओ आओ यादहरू निराश छु म सुस्केर हाल्छु निराश छु म सुस्केर हाल्छु दुःख जीवन दुःखैमा गाल्छु आओ आँसुहरू आओ चिम्लेको छैन जुन हेर्दैछु प्यासी आँखामा बादल छाएर जाओ आओ यादहरू अधुरो छु म आधा कविता अधुरो छु म आधा कविता आफैमा हेर्छु आफ्नै रमिता औ पीरहरू आओ पीरहरू मरिसकेको छैन बाटो हेर्दैछु बाँकी छन् आशा सबै लिएर जाओ आओ यादहरू मनिदाएको छैन उल्टे फिर्दैछु सुकेको दिलमा आगो लाएर जाओ आओ यादहरू मनिदाएको छैन उल्टे फिर्दैछु यो झरी पनि कति पर्न सकेको गरिबले गरी खायो भनेर पानीलाई पनि आँखा दुख्छ कि क्या हो गिटी कुटिरहेको फुलमती बरबराई घाम छल्न ल्याएको पानी कागजबाट झरीको पानी छिरेर उसको ढाड भिजिसकेको छ फेरि पनि कागज मिलाएर उडी एक त पढाइ लेखाइको महत्त्व नबुझेका त्यसमाथि काली लाग्दो विपन्नताले गर्दा सन्तानलाई सही अभिभावक त दिन नसकेका फुलमती र टिकारामकी छोरी 15 वर्षीय छोरी बबी यति बेला स्कुल जान छाडेकी छ आउने साता सिनेमा हेर्ने रुपैयाँको खाँचोले आज त बिबी पनि आमासित पैसा कमाउने सोचमा गिटीमा काम सघाउन आएकी छ उसलाई खाजा पुर्याइदिने र ढुङ्गा भेला गर्न सघाउने उसको जिम्मा छ टोकरीमा साना ढुङ्गाहरू आमाको छेउमा ल्याउँदै राख्दै गरी बिबीले केही क्षण अलिअलि गर्दै बोकेर लेन कति धेरै बोकेकी फेरि अस्तिको जस्तो ज्वरो आउँछ बिरामी भएपछि को हस्पिटल जाने तेरो बाउ मातेर घुम्दै ठिक्क फुलमती विस्मित स्वरमा आफ्नो व्यवस्था केलाउँदै बिबीलाई सम्झाउँछे बिबी नबोली खाली टोकरीमा ढुङ्गा बटुल्दैछ त्यो दिनभरि नै पानी परिरह्यो फुलमती र बिबीले भिजेरै भए पनि दिनभरिको हाजिरा पुर्याएर शिविरतिर लागे बेलुकी उमेरमा भर्खरै 15 भए पनि संगतको गुण टिपेर बिबी निकै छाडा भइसकेकी थिए उसलाई रंगीन लीला र मोजमस्तीका कुरा थाहा भइसकेको छ परिवारकी ठुली छोरी भएकीले बिबीलाई घरायसी निर्णयमा निकै
स्वतन्त्रता थियो भने टिकारामले बेपरवाह गरेकोले फुलमतीलाई गिटी कुटेर यसो 2-4 पैसा जोरजाम गर्नमै समय अपुग हुन्थ्यो। त्यसैले बिबी नै घरकी मूल भइसकेकी थिए। भाइ बहिनीलाई नुहाइ धुवाइ, खुवाउने, स्कुल पठाउने र अरू सबै घर व्यवहारको जिम्मा थियो बिबीमाथि। घरमा के सामानको आवश्यकता छ, कुन सामान कति मात्रामा कहाँबाट ल्याउने, राहत सामग्रीको प्रयोगमा खटन कसरी गर्ने सबै बिबीको हात। कति रासन लुकाएर बेच्थे, कति घरमा राख्थे उसैलाई थाहा थियो। साँझ पर्नै लागेको थियो। घरमा बिबी बाहेक कोही पनि थिएन। भाइ बहिनीहरू खै कता खेल्न गएका थिए होलान्। फुलमती आफ्नो नित्यको मेलाबाट आएकी थिइन्। बाहिरबाट कसैले फुसफुसाहट गर्यो, बिबी बिबी म आएँ। ए दिनेश पो, तिमी कहिले आयौ? बिबीले यति भनी नसिध्याई दिनेश छाप्रोभित्र पसिसकेको थियो। त्यसो त दिनेश अरू बेला पनि आउँथ्यो। स्कुलमा शिक्षक भएकोले ऊ आउँदा बिबीलाई बोलाइदिन्थे। फुलमती पनि पढाइ सम्बन्धी केही कुरा होला भनेर। उनीहरू पातलो चित्रले घेरेको कोठामा धेरै बेर गुनगुन गरिरहन्थे। फुलमती आफ्नै धुनमा व्यस्त। सुरेश र सुशीला सानै थिए। दिनेश तिमी कहिले आउँछौ र भनौला भन्दै थिए। पेट दुखेर अस्पताल गएकी थिए। बिबीले यति भनेपछि दिनेश गरियो। बिबीले 1 महिना अघिदेखि नै उसलाई आफ्नो मासिक रोकिएको कुरा भन्दै आएकी थिए। केही बेरपछि कुरा खुलस्त पारी बिबीले। एकपल्ट त गर्भपतन गराउने कुरा गर्यो दिनेशले, तर बिबीले ठाडो इन्कार गरेपछि निकै बेर त्यहाँ बसेर बिबीलाई आकाश पातालका कुरा देखाउँदै भोलि खेल मैदानमा सडक नाटक हुने खबर सुनायो। बिबीलाई त्यो सडक नाटक हुने ठाउँमा आउन आग्रहसहित त्यहीँबाट भाग्ने अनि नजिकैको मन्दिरमा विवाह गर्ने बताएर दिनेश निस्क्यो। कुनै ठाउँ लुकेर धेरै दिन हराउने र त्यतै घरजम चलाउने आश्वासन समेत उसले बिबीलाई दिएको थियो। बाँस फुटाएर बनाएको भाटाको खाटमाथि बोराको बिछना, बोरामाथि च्याङ्लो धुसा र त्यस्तै कम्बल। बिबी त्यही ओछ्याउनमा पल्टिएर सोच्न थाली दिनेशसँगको सुमधुर दाम्पत्य। राति अबेर आएर सुतेकी फुलमती बिहानै गिटीको ठेका पुर्याउन खोलातिर लागे। दिनेश र सुशीला पनि खेल्ने सुरमा कता लागे। बबी निश्चिन्त दिनेशले भनेको ठाउँमा पुगी। भनेको ठाउँमा दिनेश थिएन। आत्तिँदै ऊ दिनेशको छाप्रोमा पुगी। ए आयौ? मन्द मुस्कानसँगै बिबीलाई हेर्दै दिनेश बोल्यो, मेरो लागि आमा बाबु, नाता सम्बन्ध र सारा धरती तिमी नै हौ। म यहाँ नआएर कता जाउँ रमेश? स्त्री सुलभ ममता दर्शाउँदै अँगालो हालेर भने बबीले। दिनेश ओठले केही बोलेन, तर बोले उसको हृदय मात्र योजनाबद्ध कल्पनामा। ममता मिश्रित अज्ञात भयले काँप्यो दिनेश भित्रभित्रै। खोलाबाट गिट्टी बुझाएर आएकी फुलमतीले बबीलाई छाप्रोमा देखिन। बत्ती पनि बालिया छैन, के गर्दैछे? आज पनि घरमा छैन कि के हो? कराई यसरी, तर फुलमतीको थकित स्वर कसैले सुनेन। सुरेश र सुशीला छिमेकीको पल्लो घरमा खेलिरहेकै थिए। 1 कान 2 कान मैदान भयो बबी हराएको कुरा, तर देख्ने र जान्ने कोही भएन। कारणदार र प्रतिनिधिहरूसम्म पुग्यो बबी हराइरहे। शिविर सुरक्षामा बसेका नेपाल प्रहरीसम्म पुग्यो कुरा। खोजी सबैतिरबाट सुरु भयो, भेटिएन, कतै पत्तो लागेन बबीको। आज बबी हराएको 6 दिन बितेको थियो। एका बिहानै बिर्खेले आएर सेक्टर हेडलाई जङ्गलमा पानीभित्र एउटा लास देखेको खबर सुनायो। सबै दुगुर्दै त्यतैतिर लागे। पानीभित्र थोरै बालुवामा पुरिएको लास। सुरक्षाकर्मीहरूले रेखा गरेर सिमाना लगाई कसैले छेउमा जान दिएनन्। लास भएको ठाउँमा खन्ने काम भयो। खन्दा खन्दै केही दसी फेला परेको कुरा गरे प्रहरीले। लास बाहिर निकालेपछि शनाखत गरी प्रहरीले सार्वजनिक गरेको मात्र के थियो सबैले भने, कठाइबाट बबी पापीले मार्छ। सबलाई पोस्टमार्टमका लागि पठाउन मगाइएको सब वाहनमा उठाएर पठाइयो। प्रहरीले के दसी भेटेको हो कसैले थाहा पाएन। प्रहरी टोली सरासर शिविर सचिवको कार्यालय पुगे। त्यसपछि विद्यालयमा आफ्नै व्यस्ततामा रहेको दिनेशलाई प्रहरीले खल्तीमा सुरक्षित डायरी देखाएर सोध्यो, यो डायरी तपाईँको हो? सकसमा परेको दिनेशले हो भनौँ कि होइन भनौँ आनाकानी धेरै गर्यो। केही क्षणमा भनिदियो उसले, हो डायरी मेरै हो। प्रहरी पोस्टरमा पुग्ने बित्तिकै दिनेशलाई अनुसन्धानका लागि इलाका प्रहरीमा पठाइयो। अनुसन्धान सुरु हुनसाथ दिनेशले सरासर आफ्नो बयान सुरु गर्यो। बबीसित उसको नाजायज सम्बन्ध थियो, तर बबी कति तल्लो जातकी केटी भएकीले सो सम्बन्धलाई जायज बनाउन दिनेशलाई समाजले दिँदैन थियो। त्यसैले आफ्नो बाटोबाट बबीलाई हटाउने अठोट गर्यो मनमा नै। क्रमबद्ध उसले बयान बोल्यो यसरी। उसले भनेको दिन बबी हतारिँदै उसको छाप्रोमा आइपुगी। हातमा कोदाली बोकेर कम्मरमा सानो खुकुरी बनौटको कर्दा भिर्दै दिनेशले बबीलाई जङ्गलको बाटो भाग्ने सङ्केत गर्यो। कसैले देख्ला र पिछा गर्ला भन्ने त्रासमा बबी पनि चुप लागेर बाटो लागी। शिविरबाट पाखा पुगेपछि बबीले जिज्ञासापूर्वक प्रश्न राखी दिनेशलाई, कोदाली र खुकुरी किन? जङ्गलमा दाउरा खोज्ने, रुखको जरा खनेर निकाल्ने बाहना बनाउनु परेन कसैले देखेर सोध्यो भने? प्रति प्रश्न राखेर दिनेशले बबीलाई चुप पार्यो। कुरा गर्दै उनीहरूले हुम्से वनको धेरै दूरी पार गरिसकेका थिए। निकै पर थोरै पानी बग्ने सिमचौर पार भएपछि अर्को शिविर देखिन्थ्यो। ठिक सिमचौरमा खुट्टा हालेकी थिए बबीले। दिनेश उसको पछि लाग्यो। कुराकै सुरुमा खै के भन्दै थिए बबी। दिनेशले पछाडिबाट 81 कोदालीले मार हाने उसको कञ्चटमा। बबी लडेर चिच्याई, कराई, तर केही चलेन। खप्परमा अर्को मार उसले हान्यो। अनुहारमा मार हान्दै गयो। बबी चल्मलाउनै छाडिसकेकी थिए, तापनि उसले कर्दा झिकेर बबीको पेटमा बजार्यो। सिमचरको पानी बग्ने खोल्सामा थोरै बालुवामा बबीलाई पुरेर दिनेश सामान्य बन्दै लाग्यो आफ्नै वासस्थानतिर। केही दिन शान्तिले बाँच्यो।
र अहिले जेलकै छिडीमा भए पनि बाँचेको त छ दिनेश। तर बबीको यो हालत भएपछि फुलमतीको मन मर्यो। समाज भनिने मान्छेहरूको समूह, नातागोता सबै बिर्सिन मन पर्यो उसलाई। त्यसैले माइती खालेले पुनर्वासमा अस्ट्रेलिया जाने आग्रह गरे। जिद्दी कसे तर पनि उसले मानिन र छोराछोरीकै विचार पछ्याई अमेरिका आई। आज खिन्नतापूर्ण जीवन भोगेर पनि ऊ बाँचेकी छ परिवर्तित नयाँ भविष्यको पर्खाइमा। मस्तिष्कका अचेतना र अवचेतना मध्ये एउटा चेतनाले उसलाई अतीततिर फर्काउँछ, अर्कोले अतीत बिर्स्याएर भविष्यतिर सोच्न आग्रह गर्छ। निश्चय नै अब उसको इतिहासलाई भोलिको अविच्छिन्न सूर्यले देख्नेछ। सुरेश र सुशीलाले भोलि नयाँ बिहानी देख्नेछन्। उसको यही अभिलाषा छ। हवस् त श्रोता मित्र, आजको कार्यक्रमको समय सिद्धिनै लागेकोले कथा सुनिसकेपछि तपाईँले सुन्दै गर्नुभएको पृष्ठ मार्फत आफ्नो सल्लाह सुझाव प्रतिक्रिया र कृतिहरू पठाउन चाहिँ नभुल्नुहोला। रेडियो सृजनालाई माया गर्दै आफ्नो अमूल्य समयको बावजुद पनि रेडियो सृजनाको जिङ्गलमा मिठो सङ्गीत साथसाथै सुमधुर स्वर दिनुहुने डम्बर खापुङ सुब्बाज्यू र मिठो शब्द कोरिदिनुहुने प्रकाश घिमिरेज्यूलाई लाखौँ लाख धन्यवाद भन्दै म कार्यक्रम प्रस्तोता बिदा हुन चाहन्छु। फेरि भेटौँला। हवस् त, नमस्ते। के चार दिउँ तिमीलाई मैले कोसेली भनेर, के चार दिउँ तिमीलाई मैले कोसेली भनेर ल्याएको थिएँ दुई थोक पायासु ओखिया छल्केरा, के झार दिउँ तिमीलाई मैले कोसेली भनेर। के छायारू मसंग दियो कविता छोडेर, कोरेको थिए दैदिउँ भनी मेटियो झस्केर, ल्याएको थिए गीत यो दिन तिमीलाई भनेर, पवन बेचै बेलाई गयो त्यो पनि गएर, ल्याएको थिए दुई थोक पयासु ओखिया छल्केर, के चार दिउँ तिमीलाई मैले कोसेली भनेर। तस्वीर थियो मसँग एउटा राखेको खिचेर, पुरानो भई त्यो पनि आज गएछ उडेर, दिएको थियो माया ल्याउँथे चिनो है भनेर।